हेलो एभ्रिवान। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमको सहायक स्तर तह 4 को एक्जाम तयारीको लागि फर्स्ट पेपर सामान्य ज्ञान, संस्थागत ज्ञान तथा बौद्धिक परीक्षणको एमसीक्यू फुल मोडल सेट 10 लिएर आएको छु। यो भिडियो एनटीसीको परीक्षाको लागि धेरै नै महत्त्वपूर्ण रहेको हुँदा भिडियो अन्तिमसम्म हेर्नुहोला। ल सुरु गरौँ आजको महत्त्वपूर्ण 50 वटा प्रश्नहरूबाट। प्रश्न नम्बर 1 मा रहेको छ आईओटीको पूरा रूप के हो र यसको सही उत्तर हो अप्सन बी इन्टरनेट अफ थिङ्स। प्रश्न नम्बर 2 अनाधिकृत पहुँच रोक्ने सुरक्षा प्रणाली तलका मध्ये कुन हो? ए फायरवाल, बी फिसिङ, सी मालवेयर, डी माथिका कुनै पनि होइन र यसको सही उत्तर हो अप्सन ए फायरवाल। प्रश्न नम्बर 3 पदार्थको परिमाण कुन एकाइमा मापन गरिन्छ र यसको सही उत्तर हो अप्सन ए मोल। प्रश्न नम्बर 4 निवेदनमा अनुमति पत्रमा संशोधनका लागि दिएको कारण मनासिब र उचित भएमा प्राधिकरणले त्यस्तो निवेदन प्राप्त भएको कति दिनभित्र अनुमति पत्रमा मूलभूत कुरामा फरक नपर्ने भए संशोधन गरिदिनु पर्नेछ र यसको सही उत्तर हो अप्सन सी 30 दिन। प्रश्न नम्बर 5 कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन बाबत कति अङ्क दिइने व्यवस्था रहेको छ र यसको सही उत्तर हो अप्सन ए 40। प्रश्न नम्बर 6 एमकेएस प्रणाली अनुसार लम्बाइलाई कुन एकाइमा मापन गरिन्छ र यसको सही उत्तर हो अप्सन बी मिटर। प्रश्न नम्बर 7 नेपाल टेलिकम डिपार्टमेन्टको स्थापना कहिले भयो र यसको सही उत्तर हो अप्सन ए विक्रम सम्वत 2012। प्रश्न नम्बर 8 सुपरफास्ट कम्प्युटर जसले जटिल गणना गर्न सक्छ र यसको सही उत्तर हो अप्सन सी क्वान्टम कम्प्युटिङ। प्रश्न नम्बर 9 डाटा एनालिटिक्स सम्बन्धी प्रविधिहरू तलका मध्ये कुन कुन हुन्? ए मेसिन लर्निङ, बी डिप लर्निङ, सी बिग डेटा, डी माथिका सबै र यसको सही उत्तर हो अप्सन डी माथिका सबै। प्रश्न नम्बर 10 4G LTE सेवाको सुरुवात कहिलेदेखि भयो र यसको सही उत्तर हो अप्सन ए विक्रम सम्वत 2074। प्रश्न नम्बर 11 2081 मा सम्पन्न बुढा सुब्बा गोल्ड कप सर्वोत्कृष्ट खेलाडी को थिए र यसको सही उत्तर हो अप्सन डी शिशिर लेखी। प्रश्न नम्बर 12 उत्तर हिमालयदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला कुन हो र यसको सही उत्तर हो अप्सन ए धादिङ। प्रश्न नम्बर 13 बर्दिया राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो र यसको सही उत्तर हो अप्सन बी विक्रम सम्वत 2032। प्रश्न नम्बर 14 राणाकालमा फौजदारी प्रकृतिको मुद्दा मामिला हेर्ने न्याय सम्बन्धी गर्ने अड्डालाई के भनिन्थ्यो र यसको सही उत्तर हो अप्सन सी इटा चपली। प्रश्न नम्बर 15 नेपालको शैक्षिक इतिहासमा तलका मध्ये कुन बेठिक छ? अप्सन ए नेपालको व्यावसायिक शिक्षाको सुरुवात जयस्थिति मल्लले गरेका हुन्, बी शिक्षाका पिता भनेर देव शमशेरलाई चिनिन्छ, सी छात्रवृत्तिको सुरुवात गर्ने राजा राजा महेन्द्र हुन्, डी रेल सेल्बाको सुरुवात गर्ने प्रधानमन्त्री चन्द्र शमशेर हुन् र यसको सही उत्तर हो अप्सन ए बी डी ठिक, सी बेठिक। अप्सन सी यसको सही उत्तर। प्रश्न नम्बर 16 पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो र यसको सही उत्तर हो अप्सन ए विक्रम सम्वत 2000 होइन विक्रम सम्वत 1779 मा भएको थियो। प्रश्न नम्बर 17 आकाश बोल्छ कृतिका लेखक लक्ष्मी प्रसाद देवकोटा हुन् भने जीवनको लक्ष्य कृतिका लेखक को हुन् र यसको सही उत्तर हो अप्सन ए श्रवण मुकारुङ। प्रश्न नम्बर 18 आर्थिक वर्ष 2080-81 मा प्रति व्यक्ति कुल ग्रास्थ उत्पादनमा सबैभन्दा कम रहेको प्रदेश कुन हो र यसको सही उत्तर हो अप्सन ए मध्य प्रदेश। प्रश्न नम्बर 19 नेपालमा रेशम खेतीको सुरुवात कहिलेदेखि भएको हो र यसको सही उत्तर हो अप्सन बी विक्रम सम्वत 2031-32। प्रश्न नम्बर 20 नेपाल अधिराज्यको संविधान 2015 को घोषणा कहिले भयो र यसको सही उत्तर हो अप्सन सी
विक्रम सम्वत 2015 फागुन 1। प्रश्न नम्बर 21। संयुक्त राष्ट्रको निष्क्रिय अङ्ग कुन हो र यसको सही उत्तर हो अप्सन सी जिम्मा जमानी परिषद। प्रश्न नम्बर 22। नेपालले उत्पादन अनुमति पाएको पहिलो कोरोना भाइरस विरुद्धको खोप कुन हो र यसको सही उत्तर हो अप्सन डी रेमडेसिभिर। प्रश्न नम्बर 23। किचक जातिका मानिसको बसोबास रहेको जिल्ला कुन हो र यसको सही उत्तर हो अप्सन ए मोरङ। प्रश्न नम्बर 24 मा रहेको छ नेपालमा जीवित देवीको रूपमा कसको पूजा गरिन्छ र यसको सही उत्तर हो अप्सन ए कुमारी। प्रश्न नम्बर 25। नेपालको उत्तरी बिन्दु कहाँ पर्दछ र यसको सही उत्तर हो अप्सन बी हुम्ला। प्रश्न नम्बर 26। 16औं योजनाको अन्त्यसम्ममा शिक्षण सिकाइमा इन्टरनेटको पहुँच भएको शैक्षिक संस्था कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ र यसको सही उत्तर अप्सन डी 100%। प्रश्न नम्बर 27। आर्थिक सर्वेक्षण 2080-81 अनुसार उत्पादनमूलक उद्योगको जीडीपी वृद्धि दर कति प्रतिशत रहेको छ र यसको सही उत्तर अप्सन ए 1.60%, 1.60%। प्रश्न नम्बर 28। 2078 को जनगणना अनुसार सिख धर्म मान्ने धर्मावलम्बीहरू कति रहेका छन् र यसको सही उत्तर हो अप्सन बी 1496 जना। प्रश्न नम्बर 29। भद्रा दिवासको निर्माण कसले गरेका हुन् र यसको सही उत्तर अप्सन ए नरेन्द्र देव। प्रश्न नम्बर 30। तलका मध्ये कुन क्षेत्रमा प्रजाति समृद्धिता बढी हुन्छ? ए शीतोष्ण, बी शीत, डी उष्ण, डी टुन्ड्रा र यसको सही उत्तर हो उष्ण। प्रश्न नम्बर 31। इजरायलले कहिलेबाट एसियाली विकास ब्याङ्कको सदस्यता प्राप्त गर्यो र यसको सही उत्तर हो अप्सन ए सन् 2024 सेप्टेम्बर 27। प्रश्न नम्बर 32। आसियान राष्ट्रहरूमध्ये नेपालसँग दैत्य सम्बन्ध कायम गर्ने प्रथम राष्ट्र तलका मध्ये कुन हो? ए इन्डोनेसिया, बी मलेसिया, सी थाइल्यान्ड, डी ब्रुनाई र यसको सही उत्तर अप्सन बी मलेसिया। प्रश्न नम्बर 33। रेडियो नेपालद्वारा दनुवार भाषामा कहिलेबाट समाचार प्रसारण सुरु भयो र यसको सही उत्तर हो अप्सन सी विक्रम सम्वत 2081 असोज 30। प्रश्न नम्बर 34। सिमसार क्षेत्रको संरक्षण सम्बन्धी रामसार सूचीमा नेपालको तलका मध्ये कुन क्षेत्र सर्वप्रथम सूचीकृत भएको हो र यसको सही उत्तर हो कोसीटप्पू वन्यजन्तु। प्रश्न नम्बर 35। पेटमा दाँत हुने जीव कुन हो र यसको सही उत्तर अप्सन ए गगटो। प्रश्न नम्बर 36। तलका भनाइहरू अध्ययन गरी ठिक भनाइ छनौट गर्नुहोस्। ए कोत पर्व राजा राजेन्द्रको पालामा भएको थियो, बी युरोप भ्रमण गर्ने प्रथम प्रधानमन्त्री जङ्गबहादुर राणा हुन्, सी क मात्र सही, डी क र ख दुवै सही र यसको सही उत्तर हो अप्सन डी क र ख दुवै सही। प्रश्न नम्बर 37। दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 5 केसँग सम्बन्धित छ र यसको सही उत्तर हो अप्सन सी लैङ्गिक समानता। प्रश्न नम्बर 38। बेरी रोग कुन भिटामिनको कमीले लाग्दछ र यसको सही उत्तर हो अप्सन डी भिटामिन B1। प्रश्न नम्बर 39। विद्युत जेनेरेटरका आविष्कार कसले गरेका हुन् र यसको सही उत्तर हो अप्सन ए माइकल फराडे। प्रश्न नम्बर 40। तराईको प्रदेश भनेर कति मिटर उचाइसम्मको भूभागलाई चिनिन्छ र यसको सही उत्तर हो समुद्री सतहबाट 600 मिटरसम्म। प्रश्न नम्बर 41। 320 जनाको एउटा पल्टनमा 30 दिनलाई पुग्ने रासन रहेछ। यदि पल्टनमा सिपाही संख्या बढाएर 400 बनायो भने सो रासन कति दिनलाई पुग्छ र यसको सही उत्तर हुन्छ अप्सन बी 24। प्रश्न नम्बर 42। 48 मानिसले कुनै काम 30 दिनमा सक्छन्। यदि सो काम 36 दिनमा सक्नु छ भने कति जना मानिस हटाउन मिल्छ
र यसको सही उत्तर हुन्छ अप्सन सी 8 जना। प्रश्न नम्बर 43 रु 27,000 मूलधनको वार्षिक 12.5% साधारण ब्याज दरले 6 वर्षको अन्त्यको मिश्रधन कति हुन्छ र यसको सही उत्तर हो अप्सन ए 6600। प्रश्न नम्बर 44 प्रति रुपैयाँ 4 महिनाको ब्याज 6 पैसा भए ब्याज दर कति रहेछ र यसको सही उत्तर हुन्छ अप्सन डी 18%। प्रश्न नम्बर 45 1.5 किलोमिटर र 16-20 मिटरको अनुपात कति हुन्छ र यसको सही उत्तर हो अप्सन सी 25:27। प्रश्न नम्बर 46 निशा र उषाको हालको उमेर अनुपात क्रमशः 4:3 छ र तिनीहरूको हालको उमेर योग 42 वर्ष छ भने कति वर्षपछिको उनीहरूको उमेरको अनुपात 5:4 हुन्छ र यसको सही उत्तर हो अप्सन ए 6। प्रश्न नम्बर 47 1600 मा किनेको सामानलाई 25% नाफामा बेच्दा बिक्री मूल्य कति पुग्छ र यसको सही उत्तर हो अप्सन डी 2000। प्रश्न नम्बर 48 4000 को 40% को 60% को 10% ले कति हुन्छ र यसको सही उत्तर हो अप्सन डी 96%। प्रश्न नम्बर 49 35 9 ए 16 27 33 को औसत 25 भए ए को मान कति हुन्छ र यसको सही उत्तर हो अप्सन डी 30। र आजको अन्तिम प्रश्न नम्बर 50 मा रहेको छ रु 18,000 को 3/4 भागको 7/9 भागको 5/12 भागले कति हुन्छ र यसको सही उत्तर हो अप्सन सी 4375। आजलाई यति नै, बाँकी अर्को भिडियोमा लिएर आउँछु। तबसम्मलाई बाई बाई।